बेलायतमा अध्ययनरत नेपाली विद्यार्थी समस्यामा कस्ता छन् चुनौती? नेपालको अनलाइन पोर्टल रातोपाटी.com मा यो एउटा समाचार पब्लिस भएको रहेछ। नरेन्द्र बस्नेतज्यूले लेख्नु भएको समाचार रहेछ र विद्यार्थी भिसा लिएर अध्ययनका लागि बेलायत आएका कैयौं नेपाली विद्यार्थीको इमिग्रेसन हैसियत गैर कानुनी रहेको एक अध्ययनले देखाएको छ र हालै सार्वजनिक तथ्याङ्क अनुसार लन्डनमा 12 मध्ये 1 जना गैर कानुनी रहेको उल्लेख गरिएको छ। बेलायतमा हजारौंको संख्यामा नेपालीहरू गैर कानुनी रूपमा रहेको अनुमान गरिए पनि यसको एकिन तथ्याङ्क भने सार्वजनिक भएको छैन। धेरै विद्यार्थीहरू आफू अध्ययन गर्ने ठाउँको बारेमा राम्रोसँग नबुझी आउँदा अझ जटिल समस्या भोग्नु परेको उनको भनाइ छ र आउँदाखेरि आफूले केही रिसर्च नगरिकन कन्सल्टेन्सीहरूले जे भने त्यसकै भरमा आउने गरेको कारणले पनि समस्या उब्जिने गरेको चाहिँ पाइएको भनेर यो समाचारमा उल्लेख गरिएको छ। यदि तपाईहरु पनि युके आउने सोच्दै हुनुहुन्छ भनेदेखि यो समाचारको हिस्सा बन्नु नपरोस् त्यसको लागि चाहिँ तपाईले आफ्नो रिसर्च गर्नु होला। कन्सल्टेन्सीहरूले जता धकेलिदिन्छन् त्यतै नजानु होला, उनीहरूले जुन युनि भनिन्छन् त्यतै नजानु होला। आफूले रिसर्च गर्नु होला, आफूलाई पढ्न मन लागेको कोर्स र आफ्नो फीले भ्याउने कोर्स र युनिभर्सिटी चुज गरेर आउनु होला। र अर्को भनेको तपाईको मेन्टालिटीमा पनि डिपेन्ड गर्छ, तपाई कतिको गर्न सक्छु भन्नुहुन्छ। विदेश आइसकेपछि नेपाल जस्तो सजिलो पक्कै पनि हुँदैन, तर विदेशमा च्यालेन्जेसहरु भए पनि अपर्चुनिटीहरु पनि पक्कै छन्। युकेमा पनि च्यालेन्जेसहरु छन् धेरै, तर अपर्चुनिटीहरु पनि पक्कै छन्। युके मात्र नभएर अन्य कुनै देशहरु जाने सोच्दै हुनुहुन्छ भने त्यो एउटा आत्मबल र त्यो एउटा आई क्यान डू भन्ने थट लिएर जानु भयो भनेदेखि चाहिँ तपाईलाई सजिलो हुन्छ। र नेपालबाट अब्रोड स्टडीसँग रिलेटेड विभिन्न भिडियोहरु हेर्न चाहनुहुन्छ भने युट्युबमा सुदिन सुवेदी सर्च गर्न सक्नुहुनेछ। थ्यांक यू सो मच।